अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। आदाब मेरा नेपाली दाजुभाइहरू, आज मैले जुन विषयमा संक्षिप्त रूपले केही कुरा गर्नेछु त्यो विषय धेरै नै महत्त्वपूर्ण हो र हामी सबैले त्यसप्रति विचार गर्नुपर्छ। किनभने हामी सबैले मरेर जानु छ, जन्मेका छौँ र त मरेर जानु छ, त्यही भएर विचार गर्नुपर्छ। सबभन्दा प्रथम विषय यस संसारको सृष्टिप्रति हो कि हामीले जन्माउने, हामीलाई रचना गर्ने, हाम्रो सृष्टि गर्ने, यस संसारलाई अस्तित्व दिने को हुन् सत्य सृष्टिकर्ता। र फेरि अर्को विषय, हामी यस संसारमा छौँ त हाम्रो लक्ष्य र उद्देश्य के हो, किन हामीले यस संसारमा राखियो र के लक्ष्य र उद्देश्य छ हाम्रो। अनि अर्को कुरा कि हामीले जुन विधि, जुन तरिका, जुन स्टाइलले हामीले जीवनयापन गर्दैछौँ त्यो सही हो कि होइन भनेर पनि बुझ्नुपर्छ। सही तरिका, सही कानुन के हो जीवनयापन गर्न। प्रथम रूपले भन्न चाहन्छु कि अल्लाहले हामीसँग कुरानमा प्रश्न गर्नुभएको छ। अल्लाहले भन्नुहुन्छ कि अम खुलिकू मिन गैरि शैइन अम हुमुल खालिकुन। यो प्रश्न यो संसारको सृष्टिप्रति हो। अल्लाहले भन्नुहुन्छ कि यो संसारमा जे जति छ, ठुल्ठुला पहाडदेखि विशाल समुद्र, त्योभित्र रहेका विशाल जन्तु, जीवजन्तु अनि ठुल्ठुला जनावर, जे जति छ, माटोको सानोदेखि सानो खण्ड होस् अथवा आकाशमा हुने ठुलोदेखि ठुलो सूर्य चन्द्रमा अथवा ताराहरू होस्, सबैप्रति अल्लाहले प्रश्न गर्नुहुन्छ कि यी सबैको सृष्टि आधारविहीन हो अथवा कि यी सबैले स्वयं आफैले जन्माएका हुन् भनेर प्रश्न गर्नुहुन्छ। र हामीले उत्तर थाहा छ कि कुनै पनि वस्तुले स्वयं आफूले जन्माउन सक्दैन, स्वयं आफ्नै रचना, आफ्नै सृष्टि गर्न सक्दैन। कोही न कोही हुनैपर्छ उसले बनाउने, उसको सृष्टि गर्ने, उसको रचना गर्ने। त के स्पष्ट छ भने यस संसारले बनाउने, हामीले बनाउने कोही न कोही हुनुहुन्छ। अल्लाह तालाले यसै कुरातर्फ दर्शाउँदै हामीले कुरानमा एउटा श्लोकमा भन्नुभएको छ। अल्लाहले भन्नुहुन्छ कि आकाशहरू तथा धरतीको सृष्टिमा रात एवं दिनको एकपछि अर्काको आवत जावतमा मानिसहरूका लागि लाभदायक सामग्रीहरू लिएर समुद्रमा हिँड्ने ठुल्ठुला डुङ्गाहरूमा, आकाशबाट अल्लाहले वर्षाएका पानीमा जसबाट उनले मुर्दा भूमिलाई जीवित पार्छन् अनि धरतीमा धेरै प्रकारका जीवजन्तु फैलाउँछन्, तथा हावाको वाहन क्रियामा र आकाश एवं पृथ्वीबीच नियन्त्रणमा राखिएका बादलमा निश्चय नै बुद्धिमानहरूको लागि निशानीहरू छन्। भन्नाले यस संसारमा जे जति छ सबै कुराहरू यस कुराको प्रमाण हो कि अल्लाह ताला, अल्लाह सर्वशक्तिमान नै यस संसारलाई बनाउने हुन्। उनी बाहेक कोही पनि होइनन्। उनीले नै यस संसारको सृष्टि गर्नुभयो र उनीकै कब्जामा यो संसार छ पुरा, र उनीले नै यस संसारको व्यवस्था चलाउनुहुन्छ। अल्लाह सर्वशक्तिमान को हुन्? अल्लाहले आफ्नो परिचय दिँदै कुरानमा भन्नुहुन्छ, अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं सबै कुराहरूको व्यवस्था गर्ने, सबै कुरालाई थाम्ने उनी नै हुन्। उनलाई न त अल्छी लाग्छ न त निन्द्रा आउँछ। आकाशहरू तथा पृथ्वीका सम्पूर्ण वस्तुहरू उनकै हुन्। को छ जसले उनी कहाँ उनको अनुमति बिना सिफारिस गर्न सकोस्? उनी अतीत, भविष्य, वर्तमान सबै कुरा जान्दछन्, सबै कुराको ज्ञान छ र उनको आज्ञा नभएसम्म कसैले कुनै ज्ञानको अंश पनि लिन सक्दैन। उनको प्रभुत्व आकाशहरू तथा पृथ्वीमा सबैमाथि छ र यी सबैका रक्षाले उनीले थकित पार्दैन। उनी उच्च र महान छन्। यो अल्लाहको परिचय हो, संक्षिप्त परिचय। अल्लाहले अर्को ठाउँ भन्नुहुन्छ कि हे सन्देशवाहक, भनिदेऊ उनी अल्लाह एक्ला छन्, अल्लाह निरपेक्ष छन्। यो अल्लाहले आफ्नो परिचय दिँदै कुरानमा हामीले भन्नुभएको छ कि अल्लाह को हुन्। यो सबैले स्पष्ट हुन्छ कि अल्लाह तालाले, अल्लाह सर्वशक्तिमानले यस संसारलाई बनाउनु भयो। हामीले बनाउने, हामीले अस्तित्व दिने उनी नै हुनुहुन्छ। यहाँ प्रश्न आउँछ कि हाम्रो लक्ष्य के हो त्यसो भए? किन हामीले अल्लाहले बनाउनु भयो? हाम्रो उद्देश्य यस संसारमा हुने, जन्मिने, फेरि मरेर जान्छ भन्छ, के उद्देश्य यसको भनेर कुरानमा पनि यसप्रति हामीसँग प्रश्न गरिएको छ। अल्लाहले भन्नुहुन्छ कि अफहसिब्तुम अन्नमा खलकनाकुम अबासा व अन्नकुम इलैना ला तुरजाउन। हे मानिसहरू, के तिमीहरू भ्रममा छौ अथवा के तिमीहरूले ठानेर राखेछौ कि मैले तिमीहरूको सृष्टि व्यर्थमा गरेका हो र तिमीहरू मतर्फ फर्केर आउने छैनौ? भन्नाले हामी सबैको लक्ष्य छ र हामी सबैको उद्देश्य छ। हाम्रो जन्म, हाम्रो सृष्टि व्यर्थमा भएको होइन र हामी सबैले फर्केर जानु छ मरेपछि हिसाब दिनको लागि अल्लाहतर्फ। र त्यो उद्देश्य, त्यो लक्ष्य के हो भनेर कुरानले निर्धारित गर्छ। त्यो लक्ष्य हाम्रो लागि बताउँछ। कुरानमा अल्लाहले भन्नुहुन्छ कि अमा खलक्तुल जिन्न वल इन्सा इल्ला लियअबुदुन। भन्नाले मानिस जातिको सृष्टि यस संसारमा भएको हो किन भएको? एक अल्लाह सर्वशक्तिमानको पूजा, आराधना, उपासनाको लागि भएको। यही हाम्रो लक्ष्य हो। तर फेरि प्रश्न आउँछ कि कसरी अल्लाहको पूजा, आराधना र उपासना गर्ने हो? के मानिसले आफ्नो इच्छा अनुसार, आफूले चाहेको अनुसार, समाजमा हेरेको अनुसार अथवा बुबा पुर्खाबाट आएको कुनै विधि अनुसार उसले अल्लाहको उपासना र आराधना गर्छ, जुन कि सृष्टिकर्ता हुनुहुन्छ, अथवा उसको पनि कुनै विशेष तरिका छ? अल्लाहले यही कुरालाई स्पष्ट पार्नका लागि, यही कुराले बताउनका लागि अनेकौं सन्देशवाहक पठाउनु भयो अल्लाह तालाले। त्यो सन्देशवाहकहरूले जुन विधि ल्याए अल्लाहबाट, त्यही विधिको नाम इस्लाम त्यही विधिको नाम हो जुन ती सन्देशवाहकहरूले अल्लाह तर्फबाट ल्याएर हामीले दिए। र यही विधि उत्तम रूपले, पूर्ण रूपले हामीसँग पुर्याउनका लागि अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आउनुभयो। उनी पछि कोही पनि सन्देशवाहक आउने छैन प्रलयको दिनसम्म। र अल्लाहले उनीले पठाएर उत्तम तरिका यो विधिको
र पूर्ण तरिका हामीले दिनुभयो र आदेश दिनुभयो कि हामीले त्यस अनुसार आफ्नो जीवन व्यापन गरौँ, किनभने हाम्रो सफलता र हाम्रो सुख र शान्ति त्यसै तरिकामा छ जुन अल्लाहले इस्लाम नाम भनेको विधिमा दिनुभयो। इस्लाम भनेको के हो? इस्लाम भनेको अल्लाह अगाडि आफूलाई समर्पित गर्नु हो, आफ्नो इच्छा, आफ्नो ज्यान, आफ्नो धन अल्लाह अगाडि समर्पित गर्नु हो र अल्लाहको इच्छा अनुसार जीवन व्यापन गर्नु हो। इस्लाम भनेको उपासना र आराधना को विधि नभए मात्र मान्छेको जीवनको जति पनि पक्षहरू छन्, व्यावहारिक पक्ष होस् अथवा सामाजिक कुराहरू सम्बन्ध पक्षहरू होस् अथवा आर्थिक पक्षहरू होस् अथवा उसको आस्था सम्बन्धकी कुराहरू होस्, मानिस र अल्लाहको उपासना आराधना गर्ने पक्ष होस् अथवा मानिसको अर्को मानिससँग सम्बन्धहरू के कसरी हुन्छ भनेर यो पक्ष होस्, इस्लामले सबैप्रति केही न केही विधि हामीलाई दिएको छ जीवन व्यापनको लागि। त्यही भएर इस्लाम सफलताको बाटो हो, इस्लाम सत्यको बाटो हो, इस्लाम सत्य, सुख र शान्तिको बाटो हो। यसै कुरातर्फ अल्लाह तालाले हामीले बोलाउनुहुन्छ कि यही सही तरिका हो जसलाई स्वीकार गरेर मान्छेले सही तरिकाले जीवन व्यापन गर्न सक्छ। इस्लाम भनेको संक्षिप्त रूपले बुझ्नु भने इस्लामको केही आधारहरू छन्, जस्तो कि कलमा पढ्नु। कलमा भनेको ला इलाहा इल्लल्लाह मुहम्मद रसुलुल्लाह भन्नाले त्यसको अर्थ हुन्छ कि अल्लाह बाहेक कोही पनि पुजिने छैन, कुनै पनि पुजिने छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अन्तिम सन्देशवाहक हुन् भन्ने। अनि नमाज पढ्ने, रोजा राख्ने, हज गर्ने, रोजा भन्ने व्रत राख्ने, हज गर्ने, अनि आफ्नो धनबाट जकात दिने वार्षिक रूपले, अनि अल्लाहमाथि इमान ल्याउने, अल्लाहका जति पनि सन्देशवाहकहरू छन् त्यो माथि इमान ल्याउने, अल्लाहले जति पनि ग्रन्थहरू पठाएको छन् त्यसमाथि विश्वास राख्ने र कुरानलाई मान्ने, अनि अल्लाहका फरिस्ताहरू देवदूतहरूमाथि पनि इमान ल्याउने कि तिनीहरूलाई पनि अल्लाहले बनाएको हुन्, अल्लाह महामहिम सर्वशक्तिमानले बनाएको हुन्। अनि भाग्यमाथि यकिन राख्ने, इमान ल्याउने भाग्यमाथि पनि, अनि मरेर जानु छ फेरि हिसाब पनि दिनु छ आफ्नो जीवनकालको, यो माथि पनि विश्वास राख्ने। यो इस्लामको एउटा संक्षिप्त मूल आधारहरू मैले बताएको छु। भन्नाले मान्छेले सत्य बुझेपछि स्वीकार गर्नुपर्छ, किनभने कति बेला मरेर जान्छ कसैले थाहा छैन, कति बेला मरेर जान्छ कसैले थाहा छैन। मान्छेले सत्य खोज्नेले सत्य पाउँछ, तर सत्य पाएपछि सत्य स्वीकार गरेन भने उसको बाटो नर्कको बाटो हो। त्यही भएर अल्लाह तालाले कुरानमा भन्नुहुन्छ, अर्को ठाउँमा भन्नुहुन्छ कि पुरुष होस् वा महिला जसले इमान ल्याएर सत्कर्म गर्छ हामी अवश्य नै उसलाई पवित्र जीवनयापन गराउनेछौँ र उनीहरूले गरेका कार्यहरूको उत्तम प्रतिदान प्रदान गर्नेछौँ। भन्नाले मान्छेले गरेको सुकर्म अथवा कुकर्म जे पनि कर्म गर्दछ उसको बदला उसले पाउनेछ। यदि उसले सुकर्म गरेछ भने इस्लामले दिएको विधि अनुसार उसले आफ्नो जीवन व्यापन गरेछ, उसले आफ्नो सम्बन्ध परमेश्वरसँग, अल्लाह परमेश्वर महामहिम शक्तिमान सर्वशक्तिमानसँग मिलाएर राखेछ, उसले आफ्नो जीवन अरू मानिसहरूसँग पनि इस्लाम विधि अनुसार नै राखेछ, उसले आफ्नो आर्थिक, आफ्नो व्यावहारिक, आफ्नो सामाजिक जे पनि अवस्था कुराहरू छन् त्यो सबैले इस्लाम विधि अनुसार राख्छ भने उसले जीवन कालमा खुसी पाउनेछ, उसलाई अल्लाहले खुसी दिनेछन् यस संसारमा पनि र मरेर गएर पनि। र जसले यस विरुद्ध गर्नेछ, जसले सत्य थाहा भयो तर सत्य मानेन अथवा सत्य खोज्यो पायो तर पनि उसले आफ्नो घमण्डले गर्दा अथवा कुनै अर्को कुराले गर्दा, सामाजिक अथवा आर्थिक अथवा कुनै पनि कुराले गर्दा उसले सत्य स्वीकार गरेन भने उसको लागि नर्कको बाटो हो। यति कुरा मैले भन्न चाहन्थेँ कि यी तीनवटा विषय थियो। सबभन्दा पहिला हाम्रो रचना कसले गर्नुभयो? हाम्रो रचना अल्लाह सर्वशक्तिमानले गर्नुभयो। अर्को कुरा हाम्रो लक्ष्य के हो संसारमा? हाम्रो लक्ष्य हो यो संसारमा अल्लाहको पूजा आराधना उपासना गर्नु र इस्लाम विधि अनुसार जीवन व्यापन गर्नु। यही सही तरिका हो। अल्लाहसँग प्रार्थना छ कि अल्लाह तालाले हामी सबैलाई सिधा बाटो र सुख र शान्तिको बाटोको निर्देशन दिउन् र हामी सबैले जीवन सफलता प्रदान गरौँ यस जीवनमा र मरेपछि। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।